कहाँ यस्तो चिटिक्क परेर भन त मम्मीलाई लिन एयरपोर्टमा आएको छु होइन हामी आएको छौँ यहाँ अगाडि 3 जना छन् हामी चाहिँ मम्मी लिन जाँदैछौँ होइन अबको केही समयमा हामीले मम्मीलाई पिकअप गर्छौँ मम्मी के ल्यान्ड भइसक्छ हामी चाहिँ अब मैले एउटै लाइन कति भने होला भन्दिनँ यार अब मम्मी लिन जाँदैछु भन्दा रहेछु हामी चाहिँ अब मम्मी लिन जाँदैछौँ यस्तो पार्किङ पाउन यस्तो गाह्रो हो कि यस्तो गाह्रो अहिले मलाई जहाँसम्म लाग्छ इन्टरनेसनल फ्लाइट धेरै नै हुन्छ होला मेलबर्न एयरपोर्टमा आइसकेको छौँ अराइभलमा जाँदैछौँ अब आइसक्छ कि के गर्छ थाहा छैन त्यहाँ उनीहरू आउँदैछन् मम्मा आइसक्छ कि छैन भनेर अब तर आइसकेको त छैन होला जस त्यही यसमै हुन्छ यस्तो छ जाँदैछौँ यस्तो ठाउँमा छौँ इन्टरनेसनल अराइभलमा छौँ यहाँ चाहिँ मम्मीको प्लेन क्वालालम्पुरवाला हो त्यो ल्यान्डेड स्ट्याटस ल्यान्डेड देखाइसकेको छ खोइ प्रकृति कहाँ छौँ नेपाली आन्टी आएको त मैले देखिसकेँ सो I'm just waiting for now. This way isn't there. कहाँ गएको? होइन होला आउने त यहीँबाट जस्तो लाग्यो मलाई T2 डिपार्चरमा किन गएको हौ डिपार्चरमा गए यिनीहरू कुदेर गएको अझ यत्रो लिफ्ट चढेर एस्केलेटर चढेर हँसाए अब हामी यहाँबाट नगरौँ है नहल्यौँ है हेलो मेरो काम चाहिँ सेल्फी खिच्ने मात्र भइरहेको छ लास्टमा यता खिच्यो भएर यताबाट आइरहेको छ केदेखि कुरेको आउने आँटी छौँ कुरेको छौँ कताबाट आउने भन्दाखेरि यता हेरेको छौँ घरि उता हेरेको छौँ कताबाट आउने आइसक्नु त कताबाट आउनु आधी घन्टा भइसक्यो कुरेको 1 घन्टा हुन लागिसक्यो आउँदै आइसक्नु Oh. Hello. 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 Ito sama sila.
ए एकछिन पक्र त्यो नानी हो? सँगसँगै गरे त्यही त मैले बाबु लास्टमा राइट भनेको मिलेछ इन्जेक्सनको खै देऊ ल जिन्स प्यान्ट लाएर यस्तो छ ल खानेकुरो पनि मुखबाट नि नफाल्न राख्नु भयो भने ए ठिक छ ए भोबाल भोबाल छ भोबाल ल मम्मी आइसक्यो अब खोइ के हो के खाइसक्यो अरे हजुरले भाई मैंने कहा था मैंने बोला था सबसे पहले उधर से आएगी बेल्ट म लगाइदिन्छु एल्साले छोडेको यो घाँटीमा थिच्ने पनि काम लाग्यो सबै त के हालेको भित्रको गुलियो मिठो थियो त्यहाँ पनि त्यो अगाडि त्यो गीत नबजाऊ अनि ती दिएँ 3,500 जति रहेछ अरे होला त तिनीहरू मेलमा नै आएका पेप गयो ल ल फाइनल्ली हामी घर आइपुग्यौँ यहाँ सामानहरू निकाल्छौँ होइन ल जाउँ भित्र ल फाइनली होम त्यहाँ चाहिँ यो कुर्सीमा बस्ने चाहिँ नगर्छु यता बस्यो अन्त जतै राखे नि हुन्छ ऊ त्यहाँ बस्यो पेप हेर न त्यहाँ सुरुमै टाँसिन गएको ल यस्तो छ पाउरीलाई चाहिँ अलि होस गर्छु है यो जान्छ दिजु यो नचिनेको मान्छेसँग जान्छ ल कस्तो राम्रो जुत्ता मम्मी राम्रो जुत्ता लिसेछ अस्ति फोटो भन्दा रियलमा राम्रो देखेछ दुईजनालाई यहाँ नयाँ मान्छे को आयो भनेर भइरहेछ पेपलाई